बालेन शाहले बजाएको डंका रापरवा विरोध सभा मञ्चमा भनियो यस्तो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कसैले फोहोर गर्छ र जरिवाना तिराउला भनेर महानगर नबस्ने बताएका छन्। रापरवाको बल्खुमा जारी विरोध सभामा काठमाडौँ महानगर प्रमुख बालेन शाहको चर्चा भएको थियो। विरोध सभा लगायतमा फोहोर गरेपछि जरिवाना तिराउने गरेका बालेनले बजाएको डंकाले रापरवा उद्घोषकको ढ्याङ्ग्रो बजेको थियो। बागमती प्रदेश कमिटीद्वारा आयोजित खबरदारी सभा काठमाडौँको बल्खुमा चलिरहेको थियो। पार्टी महामन्त्री समेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरुङले उद्घोषका रूपमा कार्यक्रम सञ्चालन गरिरहेका थिए। कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई उनले सभास्थलमा फोहोर नगर्न आह्वान गरे, अन्यथा काठमाडौँ महानगरपालिकाबाट जरिवाना पत्र आउने सचेत गराएका थिए। बीच-बीचमा उनले भनिरहेका थिए, साथीहरू पनि खाएर बोतल जताततै नफालिदिनु होला, फोहोर नगरिदिनु होला, एकजना पत्र काट्न तयार बसेको छ। यसअघि एकपल्ट रापरवालाई बालेनले 1 लाख रुपैयाँ जरिवाना तिराएको थियो। 15 चैतको प्रदर्शनमा भएको फोहोर र तोडफोडको हर्जना भने उनले ज्ञानेन्द्र शाहले तिर्नुपर्ने निशोड सहितको पत्र पठाएका थिए। रापरवालाई फेरि जरिवाना तिराउने नबनाउनु होला, बुझिदिनु होला, गुरुङले भनिरहेका थिए। दर्शकवृन्द, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कसैले फोहोर गर्छ र जरिवाना तिराउला भनेर महानगर नबस्ने बताएका छन्। रापरवाले आजको कार्यक्रममा आफै सरसफाई गरेकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालबाट उनले भनेका छन्, सार्वजनिक स्थलमा कुनै पनि व्यक्ति स्थलले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। बल्खुमा मंगलबार पार्टीले आयोजना गरेको सभामा रापरवा अध्यक्ष राजेन्द्र लेनदेनले काठमाडौँ महानगर प्रमुख बालेनलाई जरिवाना नकाट्न चेतावनी दिँदै नेता कार्यकर्तालाई सडक सफा गर्न भनेका थिए। त्यसपछि कार्यकर्ताले सडक सफा गरेका थिए।